हेलो हाई सेवा नमस्ते सम्पूर्णमा आज फेरि हामी नयाँ भिडियो बनाउन लागिरहेछौँ। नयाँ साथीहरू हुन्छन् शेयर कमेन्ट सब्सक्राइब गर्नु होला। पुरानो साथी हुन्छन् लाइक कमेन्ट शेयर चाहिँ गरिदिनु होला। हामी चाहिँ आज यसो पाटनतिर घुम्न जाउँ भनेर केटाकेटीसँग हिँड्दैछौँ। म चाहिँ यसो भिडियो बनाउने सुरुमा पछाडिबाट भिडियो खिचिरहेको छु मेरो छोराछोरीहरूको। सक्नुहुन्छ हामी जाँदैछौँ साटोबाट घरदेखि उकालो लागिसक्यौँ। युनाइटेड स्कुलमा अनि चोक लागिसक्यौँ। चाहिँ सेल्सबेरी छेउमा पुगिसक्यो। केटाकेटीहरूको पछाडिबाट भिडियो बनाउँदै हिँडिरहेको छु म चाहिँ अलिक हिँड्न सक्दैन। यो चाहिँ सेल्सबेरी हो त भित्र हिँड्न सक्नुहुन्छ। पछाडिबाट भिडियो बनाउँदै हिँड्दैछु किनभने म अलिक ठुलो हुन्छु, त्यही भएर केटाकेटी चाहिँ कुदै गरिरहेछ। मेरो छोरा 2 अनि छोरी 3 जना 4 जना हिँड्दैछौँ। यसो पाटन कृष्ण मन्दिरतिर घुमेर आउने आज स्कुल छुट्टीको बेला। अनि मम बाबाको औषधि पनि किन्नु छ अनि त्यही भएर पाटन पनि एकछिन निस्केर आउँछौँ। हजुरहरू हेर्नु सक्नुहुन्छ मेरो केटाकेटी हिँडिरहेछन्। साटोबाट चोक चाहिँ पुग्नु लागेको हामी सेल्सबेरी एरिया हो। बिन्दास पाराले गफ गर्दै हिँडिरहेछन् मेरो छोराछोरीहरू। आज दादा आउनुभयो भनेर घुम्न जाउँ भनेर छोराछोरी पनि मानेर हिँड्नु भएको छ, नत्र यसरी हिँड्नु मान्दैनन्। बाटो क्रस गर्नु लागेको छ। बाटो क्रस गर्ने हो। लाइट बोलाएको छ। छोराले चाहिँ भन्दैछ छोरालाई चाहिँ एकछिन वेट गर्नुपर्छ यहाँनिर अझै टाइम छ भनेर बिस्तारै जाँदैछ। क्रस गर्नु दिइरहेको छैन दादाले। म चाहिँ जाउँ भनेको एकछिन पर्खिनु भन्दैछ। बाटो क्रस गर्दैछु। यता साइड दाहिने साइड गयो भने चाहिँ हामी कोटेश्वर गइन्छ। दाहिने साइडतिर कोटेश्वर पऱ्यो यता। अनि यता सिधा गयो भने चाहिँ माथि के भन्छ कलङ्कीहरू जाने बाटो हो। हामी जहाँ आउँदै गरेको चाहिँ हात्ती वन पऱ्यो। त्यहाँ चाहिँ हामी अब लगनखेल साइडमा आइसक्यौँ हजुरहरू। म चाहिँ पछाडिबाट भिडियो बनाएको छु। केटाकेटीले चाल पाएको छैन। अहिले भरै थाहा पाउँछ मलाई। आफ्नो यसरी ठुलो छोराले चाहिँ थाहा पाइसक्यो भिडियो बनाउँदैछ नोनोले भनेर। भिडियोमा आउनुलाई चाहिँ एकदमै हेर्नु न कस्तो राम्रो। पुरै ढोकाहरू बुट्टेदार ढोका झ्याल बनाउने ठाउँ रहेछ। धेरै बेर आएर भने त फेरि रिसाउनु होला भने क्लिक्क देखाएको कस्तो राम्रो बनाउँदो रहेछ। मेरो छोरा र छोरी चाहिँ अलिक भिडियोमा आउनु अलिक रिसाउँदैन। तर मलाई चाहिँ भिडियो बनाउनु मन पर्यो, त्यही भएर पछाडिबाट भए पनि भिडियो बनाउँदै हिँडेको साथीहरू रोडको दृश्यहरू हेर्न सक्नुहुन्छ। आज शनिबार भएकोले अलिक खुल्ला छ बाटो। गाडीहरूको जाम छैन, मान्छेहरूको जाम छैन, चाप छैन। नत्र धेरै फुटपाथ हिँड्नु पनि गाह्रो हुन्छ अरू बेला। हामी चाहिँ पाटन वरिपरि आइसक्यौँ। मेरो छोराछोरीलाई बोलाउनु पऱ्यो। यता हेलो भन्नु पऱ्यो। हेर्दैनन्। हेलो जनिम ठुलो ल हेलो खै जनिम खै नेन्जा हाई खै त बोल्दैन नि त नबोलिकन हिँडेको छ। अब हामी पाटन आइपुग्नु लागेको। हामी चाहिँ पेट्रोल पम्प छेउमा आइसक्नु लाग्यौँ। यहाँनिर फुल एकदम राम्रो रातो फुल, त्यही भएर भिडियो बनाउँदैछु।
हेलो बादर शनिबार यो सरकारी ऊ हो नि त पेट्रोल पम्प आर्मीको कहाँ गयो आमा गइहालेछ नि चाहिँ अब पेट्रोल पम्पबाट नजिकै आइसक्यौँ अब पाटन छेउमा अनि मन्दिरहरू हुन्छ अनि बाँदर पनि कहाँबाट आइरहेको रहेछ यहाँ प्रायः जसो काठमाडौँमा धेरै बाँदरहरू आइरहेको हुन्छ यहाँ अनि बाँदरको भिडियो पनि बनाइहालेँ मेरो छोराछोरी चाहिँ नै बाँदरको भिडियो नि बनाइराख्नुहुन्छ भनेर पुरै छोराछोरी चाहिँ पुलुक हेरेर अघि रिसाउँछन् नि त जहाँ पाए त भिडियो नबनाउनु मम भन्नुहुन्छ छोराछोरीले चाहिँ सक्नुहुन्छ अब हामी लगन खेल चोक पनि आइसक्यौँ यो लगन खेलबाट हामी दाहिने साइडमा क्रस गरेर हामी मङ्गल बजारतिर जान्छौँ मङ्गल बजार हुँदै हामी कृष्ण मन्दिर पनि पुगेर आउने हो साथीहरू मेरो छोराछोरी चाहिँ अझै हिँड्दैछन् म चाहिँ तलबाटै क्रस गरौँ भनेको हिँडै अब माथि चोक पुऱ्याउने होला छोराछोरी चाहिँ पुरै माथि चोकै पुगिसके चोकबाट पनि तलबाट अलिक जानु भनेको लगन खेल चोकै पुग्ने हो भनेर हिँडिरहेछन् म चाहिँ अब कुदेर भन्नु सकिनँ पछाडि भिडियो बनाउँदैछु यो तलबाट जाँदा पनि सर्टकट बाटो थियो र उनीहरू चाहिँ माथि अघि त भन्दै तलबाट जाउँ भनेर म चाहिँ माथि चोकबाटै जाउँ भनेर उनीहरू त मेन चोकै जानु लागे म पनि जानै पर्यो साथीहरू हामीलाई अब बाटो क्रस गर्नु लागेको छौँ यहाँबाट आज शनिबार भए पनि कति धेरै भिड भयो बजार हेर्न सक्नुहुन्छ बजार छिरिसक्यौँ अब हामी भित्र जाँदैछौँ बेलुका त झन् कति भिड हुनसक्छ होला दिउँसो 2 बजी पनि यत्रो भिड छ हेर्न सक्नुहुन्छ मेरो छोराछोरी जाँदैछन् म चाहिँ भिडियो बनाउनु छोडेको छुइनँ पछाडि भिडियो बनाउँदै जाँदैछु मलाई किनभने भिडियो बनाउन एकदम मनपर्छ त्यही भएर साथीहरू भिडियो बनाइरहेको छु मेरो छोराछोरीले चाहिँ केही थाहा पाएको छैनन् अनि यो शनिबारको दिन के हो यस्तो विजय दादा मलाई चाहिँ यस्तो भिडभाड चाहिँ खासै मन पर्दैन हाम्रो अनि उता मधेसमा बजार यस्तै त बेलबारीमा राम्रो हामी कृष्ण मन्दिर हिँडेको कृष्ण मन्दिर पनि यस्तै होला त आज त होइन भिडै होला है अबको इक्जाम पनि प्रायः सकिसक्यो मेरो छोरा र छोरी चाहिँ मिलेर गफ गरेर हिँड्दैछन् यहाँ विजय छोरा हुन्छ यता हेलो टाउको मात्रै नि यस्तो देख्न सक्नुहुन्छ हाम्रो बजार मङ्गल बजार होइन ठमेल के अरे जमलको जस्तै है सेम अब हामी कृष्ण मन्दिर पुग्न लागेका छौँ यो भिडभाडभित्र नै अझै हिँडिरहेको छु मैले भिडियो चाहिँ बनाउनु छोडेको छुइनँ मैले छोराछोरी हिँडि नै राखेका छन् नजिकमा भेटे त गफ गर्दै हिँड्नुहुन्थ्यो किनभने उनीहरू अगाडि छन् म चाहिँ एकदम पछाडि नै छु हेर्न सक्नुहुन्छ अब मन्दिर छेउछाउ पुगिसक्यौँ मन्दिरभित्र हामी प्रवेश गर्ने हो तर कतिको भिड छ हेर्दै जाउँ नि त बजार त आज एकदमै भिडै छ शनिबार छुट्टीको दिन सबै घुम्न आउने होला यता बेलुका त जान्छ र धेरै नै भिड होला अघि छोराले भने जस्तै हेरेको त यो स्कुटरले मलाई अल्मलाएर यता र उता गर्छ कता जानु खोज्या हो छोराछोरीले धेरै छोडिसक्यो स्कुटरले अल्मलाएर निकै उता पुगिसकेँ म चाहिँ दौडिँदैछु साथीहरू देख्न सक्नुहुन्छ कृष्ण मन्दिरको माथि त देखिसक्यो भित्र कतिको भिड छ
यहाँनिर टुरिस्टहरू पनि आउने गर्छन्। शनिबार त झन् धेरै आउने होलान्। भित्र हामी टिकट काटेर चाहिँ पस्दैनौँ, धेरै पहिला नै घुमिसकेको हो। त्यही भएर हामी यसो बाहिरको दृश्य मात्रै हेर्न चाहन्छौँ, तपाईँहरूलाई पनि देखाउन चाहन्छु। कतिको राम्रो भिडियो बनाउँछु। अन्तिमसम्म हेरेर भिडियो हेरेर साथ पनि दिनुहोला, कमेन्ट पनि गर्नुहोला भिडियो कस्तो लाग्यो भनेर। साथीहरू ल देख्न सक्नुहुन्छ यस्तो राम्रो छ यहीबाट। तर दिउँसो घामले गर्दा अलिक भिडियो चाहिँ सेतो सेतो आइराखे जस्तो देखिरहेको छु। अब हामी बाटो क्रस गर्नु लागेको साथीहरू। यहाँनिर छोराछोरी क्रस गरिसके। म चाहिँ भिडियो बनाउनुको सुरुमा ढिलो गर्दैछु। हेर्नुहोस् यस्तो छ, अति सुन्दर मन्दिर छ। यहाँनिर टिकट काट्ने ठाउँ कता छ? यहाँनिर अलिक तलतिर छ जस्तो टिकट काट्ने ठाउँ। यस्तो देखाउँछु। अनि यता साइड अनि यस्तो छ। यो चाहिँ पुरै ढुङ्गा गरे माथिको चाहिँ ढुङ्गाले भनेको। अनि यता यहाँनिर चाहिँ टिकट काटेर पस्ने ठाउँ हो। यो चाहिँ हजुर यो चाहिँ पस्ने ठाउँ हो। अलिक तलतिरबाट निस्किनुपर्छ, त्यही बाटोबाट निस्किनु पाइँदैन। ल हेर्न सक्नुहुन्छ पुरै काठको मन्दिर छ। त्यति मान्छे त रहेनछ, ठिकै रहेछन्। यो उता छ। आज के जात्रा छ जस्तो छ भित्र। मेरो छोराछोरी चाहिँ कता गए? अघि गइसके जस्तो। म चाहिँ भिडियो बिन्दास पाराले खिचिरहेको छु। केटाकेटी करायो भने कराउनु भनेर म चाहिँ एकदम पछाडि छु। मेरो छोराछोरी चाहिँ अघि गइसके, कता गए देखेको छुइनँ। देख्न सक्नुहुन्छ भिडियोमा पनि कता गयो। मैले भिडियोमा पनि क्याप्चर गर्न सकेको छुइनँ। ल हेर्नुहोस् कस्तो राम्रो। यो माथि चाहिँ यहाँनिर चाहिँ बस्ने ठाउँ। यहाँ माथि चाहिँ पूजा गर्ने हो। यता लेफ्ट साइडको त्यहाँनिर चाहिँ माथि हो। यहाँनिर चाहिँ पूजा गर्नु जानु सकिन्छ। यो भित्र चाहिँ अब धेरै घुम्ने ठाउँ छ भित्र। पहिलाको कुमारीहरू कसरी बस्थे, कुमारीहरूले कसरी राखिन्थ्यो, कहाँ के गर्थे भनेर म्युजियमहरू पनि धेरै छ यो भित्र। तपाईँहरू नयाँ हुन्छ भने कहिले घुम्नु भएको छैन भने यसो काठमाडौँ आउँदा यो कृष्ण मन्दिर पनि घुम्नु भयो भने यति सुन्दर राम्रो छ। अनि म्युजियम पनि भित्र एकदम राम्रो छ, घुम्न सक्नुहुन्छ। किनभने हामी चाहिँ यतै काठमाडौँ बसेकै धेरै भइसक्यो। म आएको चाहिँ काठमाडौँ चाहिँ ठ्याक्कै 30 वर्ष क्रस गरिसक्यो साथीहरू। त्यही भएर हामी चाहिँ घुमघाम गरिसकेका छौँ। यहाँनिर हेर्न सक्नुहुन्छ आज घोडे जात्रा रहेछ। अनि यहाँनिर पर्यटकहरू पनि घुमिराख्नु भएको छ, विदेशीहरू हेर्न सक्नुहुन्छ। थाक्यो पुरै पछाडिबाट भिडियो बनाउँदै भनेर लिएको छु। यहाँ विजय छोराको जोनिम छोरा फेस देखाउने लजाउनुहुन्छ। यहाँ हाम्रो छोरी, हेलो, हाम्रो छोरी पनि अमेरिकन जस्तो देख्दो रहेछ होइन? खै देखाउँदैन त हो। ल यता ल अमेरिकनहरू होइन हो। टिकट काट्नु खोजेको थियो हो बहिनीलाई। झन्डै काटेको होइन, नेपाली हो भनेर लिएर आएको। कहिले भन्नुभयो? अघि हो। खै त मेरो क्यामेरा यस्तो उज्यालै आउँदैन नि, घाम आएको छ नि, घामले गर्दा है। अब हामी यतातिर घुमिसक्यौँ। अब आइसक्रिम टक्क खाने हो अनि जाने हो होइन। यहाँ तल पोखरी पनि देख्न सक्नुहुन्छ। यहाँनिर एकदम चोखो चिसो पानी आउँछ। पानी खानलाई मिठो छ। यहाँनिर बाहिरको दृश्य हेर्नुहुन्छ सक्नुहुन्छ। हेर्नुहोस् फेरि मलाई चाहिँ यो भिडियो बनाउनु चाहिँ एकदम मनै लागिरहेछ।
दिउँसो घाम भएकोले भिडियो चाहिँ खासै राम्रो चाहिँ देखिरहेको छैन, सेतो सेतो भइरहेछ। मलाई चाहिँ भिडियो खिच्नु पुगेको छैन। हेलो, ठिक छ? अब हामी फर्केको होइन, फर्केको अब आइसक्रिम खाने हो अनि जाने हो होइन। टिट ए हामीलाई चाहिँ नो इन्ट्री हो क्या हो त नि, यस्तो देखिन्छ। यहाँबाट अहिले चाहिँ राम्रो देख्छ होला हौ नि, अहिले चाहिँ क्लियर देख्यो है। अहिले चाहिँ घाम थियो त्यही भएर। यहाँनिर आज घोडी जात्रा अरे, त्यही भएर यहाँबाट घोडामा चढ्ने मान्छे निकाल्नु लाग्नु भएको छ अरे। त्यही भएर हामी सबै भिडभाड भएर हिँडिरहेछौँ। यता हेर्नु सक्नु ठुल्ठुलो पत्रकारहरू हुनुहुन्छ यता। म पनि के कम भिडियो बनाउनु सकि नसकी भिडमा पनि भिडियो बनाइरहेको छु। साथीहरू हेर्नु सक्नुहुन्छ, यहाँ भिडभाड हेर्नु सक्नुहुन्छ। अघि त मान्छे खासै धेरै थिएनन्, तर अहिले चाहिँ एकदम धेरै भइसकेछ भिडभाड एकदम। छोराछोरी क्यामेरा फर्काएर नअनाएर अर्को बनाइसक्यो छोराले। मान्छे टन्नै भइसके। अघिदेखि निस्के अब निस्किनु लाग्यो भनेर भन्ने चाहिँ गरिरहेछन्, तर निस्केकै छैन। हेर्नु सक्नुहुन्छ यता मान्छेहरू सबैले भिडियो बनाइराख्नु भएको छ। घोडी जात्रा हो भनेर घोडाको भिडियो भन्नुले अब चाहिँ निस्किनु लाग्छ। हेर्नु सक्नुहुन्छ साथीहरू, घोडी जात्रा हामी वेट गरिरहेछौँ। ल हेर्नुहोस्, अब चाहिँ निस्किनु लागे जस्तो छ घोडा। एउटा कसरी निकाल्छ यस्तो ठाउँबाट। ल हेर्नु सक्नुहुन्छ घोडी जात्रा घोडा आयो, घोडामाथि मान्छे चढेर आए। ल ल सबै भिडभाडमा पुरै। ल हेर्नु सक्नुहुन्छ घोडा पनि वेट गर्छ र हिँडिहाल्यो नि गुटुङटुङ। पछाडि के छाता पनि ओढाइरहेको छ। छाता ओढाउने मान्छेसँगै जानुपर्ने, पछाडि छाता घोडा त कुदिहाल्यो। ल हेर्नु सक्नुहुन्छ आफ्नै भिडियो बनाउने सुरुमा यहाँको मान्छेहरू सबैजना, तर कति धेरै मान्छे एकैछिनमा भएछ त्यो धेरै थुप्रै छ। यसरी घोडी जात्रा पनि हेर्नु पाइयो। आज शनिबारको दिन छुट्टी यसो केटाकेटी छुट्टी मनाउन आएको, यस्तो घोडी जात्रा नि हेर्नु पाइयो। ल हेर्नु सक्नुहुन्छ यता। ल हामी चाहिँ यहाँ आइसक्रिम खान लागेको होइन विजय दादा, चक्लेटी। खै जोनी दादा चक्लेटी आइसक्रिम खाने। एकदम ठुलो जात्रा पनि रहेछ आज यहाँ। जात्रा नि हेऱ्यो। मिठो छ छैन? औ शीतल बसेर खाऊ न। नियन्जाको ललिपप हो कि होइन? तल झर न आइसक्रिम। मिठो छैन? यता हेर लुगामा लाग्छ है। विजय दादाको मेरो यो मेरो ए तिम्रो अर्कै हो खै चाहिँ छोरा कसो लजाएको क्या हाम्रो छोरा चाहिँ। पैसा चाहिँ कसरी दिउँ? ल छोड्दै मिठो छ विजय दादा। हामी चाहिँ आइसक्रिम खाएर फेरि मलाई चाहिँ भिडियो बनाउन अझै मन लाग्यो। अघि किनभने धेरै घाम थियो, त्यही भएर अलि सेतो क्यामेरा देखे जस्तो लागेर। अनि यता पनि आएको थिएन नि त। म पोखरी अलिक सानो पोखरी छ यहाँ, अनि यो पोखरी भिडियो बनाउँदैछु। अनि अहिले घाम भएकोले अलिक सेतो देखेर म फेरि ठ्याक्कै पछाडिबाट पनि भिडियो बनाउन लागेको छु। मेरो केटाकेटीले चाहिँ के अघि नै बनाइसक्नु भएको होइन भिडियो भन्दैछन्, तर म चाहिँ बनाइ नै राखेको छु। हेर्नुहोस् अघिभन्दा धेरै राम्रो देखिरहेछ नि, तपाईँहरूले हेरिराख्नु भएको छ नि। अघिभन्दा एकदम राम्रो देखिरहेछ। पाटनको कृष्ण मन्दिर हेर्नु सक्नुहुन्छ। सिधै अगाडि भन्दा पनि माथिल्लोपट्टिबाट चाहिँ
खिच्यो भने एकदमै राम्रो देखिने रहेछ। डबल गरेर भिडियो बनाएकै छु। हेर्न सक्नुहुन्छ यता साइडको चाहिँ यता ढुङ्गाको अघि भने यो चाहिँ पुरै ढुङ्गाको मात्रै बनाएको अरे यो मन्दिर। हामी चाहिँ अब बाटो क्रस गरेर फर्किसक्यौँ मङ्गल बजारतिर नै, किनभने म पाटन जानु छ मम्मी बाबाको औषधि किन्नु, त्यही भएर हामी फेरि फर्किसक्यौँ त्यही बाटो बाटो मङ्गल बजार हुँदै। मङ्गल बजारको भिडभाड अहिले त 4:30 भयो, हेर्न सक्नुहुन्छ। बेलुका त झन् कति धेरै भिड हुँदो रहेछ यो बजार त। त खुट्टा छिर्ने ठाउँ पनि भेटिनँ, धेरै भिडियो पनि बनाइन, हेर्न सक्नुहुन्छ। स्ट्रबेरीको यहाँ दिदीले कति धेरै स्ट्रबेरी हो, कसरी हो दिदी? 100 रुपियाँ झोला। आम्माम सबै स्ट्रबेरी छ है। हामी चाहिँ यता पाटन हस्पिटलतिर जाँदैछौँ। फलफुल पसल पनि कति ठुलो रहेछ। छोराछोरी अगाडि गइसके, अब अर्को ठुलो छोरा चाहिँ यता पछाडि नै रह्यो। उसले खै थोरै कपडा किन्ने अरे भनेर चाहिँ पछाडि नै छ। अब भिडियो पनि धेरै लामो भइसक्यो, अब भिडियो बनाउँदिनँ होला, घर पुगेको चाहिँ। त्यही भएर यहाँ नै म मेरो भिडियो बन्द गर्न चाहन्छु। मेरो भिडियो हेरेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्दै म अब अर्को भिडियोमा भेट्ने बाचाका साथै बिदा माग्न चाहन्छु। नयाँ साथीहरू हुन्छन् सेयर कमेन्ट सब्सक्राइब चाहिँ गरिदिनु होला, अनि पुरानो साथीहरूले चाहिँ अब लाइक कमेन्ट सेयर चाहिँ गरिदिनु होला है त भन्दै म अब यहाँनिर पाटन हस्पिटल पुग्नु लाग्यो। पाटन हस्पिटल पुगेपछि म यता भित्र चाहिँ जाँदिनँ, बाहिर नै औषधि किन्ने गरेको छु मेरो मम बाबालाई। त्यही भएर म अब औषधि किनेर हामी घर फर्किन्छौँ। ल हामी चाहिँ अब पाटन हस्पिटल छेउमा आइसक्यौँ, देख्न सक्नुहुन्छ। पाटन हस्पिटलको ठ्याक्कै अपोजिटमा चाहिँ मैले यहाँ औषधि लिने गरेको छु साथीहरू। हामीले औषधि किनेर अब फर्किन्छौँ। मेरो छोराछोरी पनि यहाँ उभिरहेछ, ठुलो छोरा चाहिँ पछाडि नै छन्। अब अर्को भिडियोमा भेट्ने बाचाका साथै म बिदा माग्न चाहन्छु। बाई बाई साथीहरू। आँखा अनि मनहरू यहाँ धेरै बदलिएका छन्। आँखा अनि मनहरू यहाँ धेरै बदलिएका छन्। पाइला पाइलामा मान्छे आफैसँग